विशेष त निजी क्षेत्र र त्यसमा पनि साना मझौला उद्योगहरूलाई व्यवसायहरूलाई फोकस गरेर आएको बजेटको महसुस भयो र चाहिँ यो बजेटलाई हामीले चाहिँ सकारात्मक रूपमा लिएका छौँ। समग्रमा चाहिँ 19 खर्ब 64 अर्ब 11 करोडको बजेट आयो। त्यसमा पनि 13 करोड पर्यटन क्षेत्रको लागि 13 करोड समथिङ चाहिँ पर्यटन 13 अर्ब पर्यटन क्षेत्रलाई छुट्याइएको छ। यो चाहिँ एउटा चाहिँ सुखद कुराहरू पनि हो र यसमा चाहिँ अझै हामीले भने जस्ता कुराहरू जस्तै चाहिँ वेलनेसका कुराहरू वेलनेस टुरिज्मका कुराहरू यसभित्र छिरेको छैन र कर्मचारीहरूलाई भ्रमण बिदा दिएर आन्तरिक पर्यटनलाई चलायमान गराउने बजेट पनि हामीले माग गरेका थियौँ। ती कुराहरू पनि यसमा आएका छैनन्। यद्यपि जुन टाकुरा पर्यटनका कुराहरू यसले गरेको छ तपाईँको चाहिँ सरकारी जग्गाहरूलाई लिजमा दिएर होटल तथा रिसोर्टहरूलाई डेभलप गर्ने कुराहरू यसमा गरेको छ। ती कुराहरू चाहिँ सकारात्मक छन्। एउटा पर्यटन व्यवसायको हिसाबले यो बजेटबाट निकै खुसी हुन्छ। म पर्यटन व्यवसायको हिसाबले जसरी अहिले चाहिँ जस्तै भारतीय पर्यटकहरू आउँदाखेरि 25,000 आएपछि त्यसलाई 2 लाखसम्म त बनाइयो तर पनि त्यो कार्यान्वयन भइरहेको थिएन। आज चाहिँ आजको बजेटमा सरकारले चाहिँ कमसेकम पनि तपाईँको चाहिँ $5,000 बराबरको चाहिँ रुपैयाँ उनीहरूले लिएर आउनु पर्ने चाहिँ जुन चाहिँ एउटा चाहिँ प्रावधानमा चाहिँ उल्लेख भयो बजेटमा उल्लेख भयो यो एउटा सकारात्मक कुराहरू छ। यसले चाहिँ पर्यटनलाई चाहिँ फोकस गरेको चाहिँ देखिन्छ महसुस हुन्छ। कार्यान्वयनको पाटो हरेक बजेटहरू कार्यान्वयनको पाटोहरूमा चुनौती छन्। अब यसपछिको चाहिँ तपाईँको मौद्रिक नीति सरकारले कसरी ल्याउँछ र त्यसले यो बजेटलाई कसरी सम्बोधन गर्छ भन्ने कुराहरू चाहिँ चुनौतीको विषय नै हो। बजेट ल्याउनु मात्रै चाहिँ ठुलो कुरा त होइन तर पनि यसलाई कार्यान्वयनको पक्ष अब यसमा चाहिँ राज्य संयन्त्र र सँगसँगै निजी क्षेत्रलाई पनि समावेश गरेर यसलाई कार्यान्वयनको पक्षमा यसलाई जोड दिनुपर्छ। धन्यवाद।